काठमाडौँबाट जस्ट 1.5 आवर राइड पछि यस्तो दामी ठाउँ पुगिँदो रहेछ। सो हामी पनि गयौँ कलङ्कीबाट बल्खु र बल्खु हुँदै हामी सिधै चौहारतिर गयौँ। अनि त्यहाँबाट चाहिँ हामी 1.5 आवर टु 45 मिनट्स जस्तो राइड पछि पुग्यौँ कुलेखानी। बाटो चाहिँ 90% चाहिँ मजाको पिच छ अनि 10% चाहिँ अफ रोड छ, त्यो पनि थोरै थोरै। हामीले चाहिँ स्विट रुम बुक गरेको थियौँ अनि ओ माई गड यस्तो दामी यस्तो बबाल, आफ्नै छुट्टै सानो घर भयो जस्तो फिल भएको के। सो स्विट रुम चाहिँ एकदमै ठुलो थियो, राम्रो थियो होइन, एभ्रिथिङ वाज गुड। अनि स्विट रुमको विशेषता भनौँ न, विशेषता भनेकै यो थियो कि हाम्रो रुममा चाहिँ यस्तो दामी बाथटब थियो अनि त्यहाँबाट चाहिँ पुरै कुलेखानीको मजाको भ्यू देखिने के। अनि यस्तो दामी यस्तो रमाइलो भ्यू देखिन्थ्यो अनि कस्तो पिसफुल ठाउँ, इन्भाइरोमेन्ट पनि कस्तो शान्त के होइन। यो काठमाडौँको केओसबाट हल्का टाढा अलिकति पिसफुल ठाउँमा जाने हो भने चाहिँ दिस इज द बेस्ट प्लेस होइन। अनि त्यहाँ एक्टिभिटिजहरू गर्नलाई पनि धेरै कुरा थियो, जस्तै अब जिपलाइन थियो अनि त्यसपछि बोटिङ थियो। अनि हामी पनि दिनभरि घुम्यौँ, यताउता गऱ्यौँ। हामी चाहिँ पर्फेक्ट टाइममा गएको थियौँ, त्यही भएर घाम पनि यस्तो मजाले लागेको थियो, भ्यूहरू पनि यस्तो मजाले इन्जोय गऱ्यौँ। अनि त्यसपछि चाहिँ हामी गयौँ एउटा नयाँ एक्सपिरियन्स लिन, जुन चाहिँ थियो जिपलाइन। सो जिपलाइन चाहिँ 45 सेकेन्ड्स जस्तो मात्र हुँदो रहेछ, आँखा चिम्लिने बित्तिकै उता एन्डमा पुगिने कि, तर पनि राम्रो एक्सपिरियन्स थियो। अनि त्यसपछि जिपलाइन पछि चाहिँ हामीलाई बोटिङमा मजाले त्यहाँ घुमाएर अनि त्यसपछि हाम्रो होटलनिर छोडिदिनु हुँदो रहेछ। त्यसपछि हामीले मजाले बोटिङ गऱ्यौँ, मजा आयो। अनि यो पनि मजाले बोटिङ हुँदो रहेछ कि, यता घुमाछ उता घुमाछ, एकदमै रमाइलो हुँदो रहेछ। सो हजुरलाई पनि एउटा सर्ट ब्रेक लिनु मन छ भने काठमाडौँबाट एकदमै नजिक कुलेखानी चाहिँ एकदमै बेस्ट। हामी बसेको रेजर्ट चाहिँ कुलेखानी भिलेज रेजर्ट।